नमस्ते साथीहरु, के तपाई पनि यो रुबिकको मिलाउन चाहनुहुन्छ र चाहेर पनि मिलाउन सक्नुहुन्न? यो चिन्ताबाट मुक्त हुनु। आज म तपाईहरुलाई यो भिडियोमा यो रुबिकको कसरी मिलाउन भन्ने कुरा सिकाउने छु। कृपया म सँगै अभ्यास गर्नु होला। ल, आज हामी यो भिडियोलाई स्टार्ट गर्छौं। र यो भिडियोमा कृपया पुरै समय दिनु होला। यदि तपाई यो भिडियो पुरै हेर्यो भने म आशा गर्छु कि तपाई जरुर नै पक्कै पनि सिक्नुहुन्छ। किनभने यो ट्रिक चाहिँ यो युट्युबमा कतै पनि पाउन सक्दिनु। यो मैले आफैले बनाएको ट्रिक हो। युट्युबमा त अनेकौं किसिमका ट्रिकहरु दिइराखेको हुन्छ, तर यो मेरो आफ्नो ट्रिक हो। कृपया यो भिडियोको अन्तिमसम्म हेरिदिनु होला। र च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सब्स्क्राइब गरिदिनु होला। ल, आज हामी स्टार्ट गर्छौं हाम्रो भिडियो। ओके साथीहरु, सर्वप्रथम हामी यसको भागहरु बुझ्छौं। यो चाहिँ यसको भाग यसलाई हामी मानौ सेन्टर पोइन्ट, सेन्टर पोइन्ट। यो बीचको यसलाई मानौ के बीचको यो कोणमा छ नि, यो सबैलाई बीचको मानौ के बीचको मानौ। र यो चाहिँ कर्नल पिस, यसलाई कोणमा भएको पिस मानौ, कर्नल पिस के। र हामी यो सेन्टर पोइन्ट हो। सर्वप्रथम यो बुझौ कि यो सबैको यसमा 6वटा रंग हुन्छ र सबैको आफ्नो सेन्टर पोइन्ट हुन्छ। जस्तै यो ग्रीनको ग्रीन नै छ, रातोको रातो नै छ, र यहाँ ब्लूको ब्लू नै छ, र यहाँ सेतोको सेतो नै छ। सर्वप्रथम हामी यो बुझौ, यसमा हामीलाई प्लस बनाउनु पर्ने हुन्छ। यो कुनै पनि एउटा रंग चुज गर्नु र त्यसको प्लस बनाउनु। जस्तै हामीलाई रातोको प्लस बनाउनु छ भने त्यस रातोको केन्द्रबिन्दुमा जाने, त्यो यो छ नि, यसको केन्द्रबिन्दुमा जाने। यदि हामीलाई हरियोको प्लस बनाउनु पर्ने छ भने यसको हरियोको केन्द्रबिन्दुमा जाने। त्यही भएर तपाई जुन पनि रंगको प्लस बनाउन सक्नुहुन्छ। हामी आज चाहिँ सेतोको आधार लिएर चाहिँ प्लस बनाउने छौं। हामीले प्लस बनाउँदा पनि ध्यान दिनुपर्ने हुन्छ। यता प्लस बनाउँदा पनि यहाँ सेतो भयो भने यहाँ कुन कलर छ, सेतो छ। सेतो भयो किन भयो? यहाँ ऑरेन्ज छ नि, यहाँ ऑरेन्ज मिल्नै पर्छ। यो बीचको भाग ऑरेन्ज छ भने नि यहाँ पनि ऑरेन्ज हुनुपर्छ र यता सेतो हुनुपर्छ। जस्तै यो सेतो भयो भने यहाँ ऑरेन्ज छ कि छैन, यहाँ छ नि। यस्तै हामीले प्लस बनाउनु पर्छ। जस्तै म तपाईलाई देखाउँछु के। हामीले प्लस बनाउँदा यस्तो प्लस बनाउनु पर्छ। जस्तै यो छ नि, यो सेतो छ भने यहाँ सेतो पनि छ। यहाँ र यसको कर्नल, यो बीचको पिस पनि यहाँ सेतो छ र यसको बीचको पिस ऑरेन्ज छ र यहाँ ऑरेन्जको छ। यसको केन्द्रबिन्दुसँग यसको केन्द्रसँग मिलेको छ। यहाँ पनि यसको केन्द्रसँग मिलेको छ। जस्तै यहाँ छ नि, सेतो छ भने यहाँ ग्रीन छ नि, ब्लू छ नि, यस्तो मिलेको हुन्छ के। यस्तो प्लस बनाउँदा यस्तो मिलेको बनाउनु पर्छ हामीलाई। हेर्नु, यो ग्रीनको पनि यस्तो मिलेको छ, यहाँ ऑरेन्जको पनि यस्तो मिलेको छ। हामी मिलाएर नै बनाउनु पर्छ। अब म तपाईहरुलाई यो बिगारेर नै सिकाउँछु, किनभने तपाईहरुले पनि सिक्नु छ। मैले त बनाएर केही हुनेवाला छैन। ल, अब आज हामीहरु यसलाई बिस्तारैसँग सिक्छौं। सर्वप्रथम हामी एउटा केन्द्रबिन्दु लियौ। यसो नि, हामी एउटा सेतोको केन्द्रबिन्दु लिए। यसको चाहिँ यहाँ हामी प्लस बनाउँछौं। हामीलाई यो चाहिँ यता मिलाउनु पर्छ। सबभन्दा पहिले त हामीले बीचको पिसबाट नै प्लस बन्छ, किनभने त केन्द्रबिन्दु छँदैछ। यहाँ बीचको प्लस, यो बीच भयो भने यो प्लस भइहाल्छ। बीचको मात्रै हामीलाई चाहियो के त यहाँ सेतोको बीचको छ, यहाँ छ नि। त यसको चाहिँ हामी यो बीचको बनाउनको लागि आसान तरिका यहाँ यस्तो हुन्छ कि
यो छ नि यहाँ छ यो तलको खोज्नु के तल सेतो छ भने त्यो हेर्नु के बीचको छ नि तल छ जस्तै यस्तो गरे यसको रातोको सामने ल्याउने तलको भागलाई रातोको सामने ल्याउने यसो गर्ने यसको आयो यता आएन अब चाहिँ हामीलाई फेरि यता ल्याउनु पर्छ यो बीचको पिसलाई फेरि यता ल्याउनु पर्छ यो त भयो अर्को रङको पिसलाई बीचको पिसलाई यता ल्याउनु पर्छ जस्तै हामीले एउटा बीचको पिस छ नि यता त यता ल्याउन तल ल्याउन आसान छ के यस्तो गर्ने यता छ भने नि यता छ त्यस्तो छ भने यता गर्नु र अनि यो पछाडी तान्नु के पछाडी र यस्तो भयो यस्तो गर्ने र यस्तो गर्ने र फेरि भयो यति मिल्यो र यसको यता आयो कि आएन आयो भने यसको रङ त्यो ब्लू छ भने ब्लूको सामनेमा गएर यस्तो गर्नु र यस्तो माथि ल्याउनु माथि भयो यो रातोको पनि भयो र ब्लूको पनि भयो र अब हामी र तल कुनै पनि रङ छैन र तल छैन भने हामी अर्को बीचको भाग ल्याउँछौँ यहाँ बीचको भाग छ त्यो यसलाई तल ल्याउनको लागि यस्तो गर्नु र यस्तो घुमाइदिनु किनभने यसलाई बिगार्नु परेन नि यसलाई बनाएर नै यसलाई यहाँ सिफ्ट गर्नुपर्ने छ त्यस्तो तल हाल्नुपर्छ र फेरि हामी यस्तो गर्नु र फेरि हामी यस्तो तल गर्नु र यस्तो गर्नु र फेरि हामी यसलाई फेरि फर्काइदिनु भयो र यता यो पनि आइहाल्यो ग्रीनको आइहाल्यो त यसको ग्रीनको सामने जानु र यता माथि गरिदिनु भयो र अब हामीले एउटा रङ चाहनु तीनवटा भयो र यो भयो यहाँ हेर्नु यो मिलेको छ र यो मिलेको छ हामी मिलाएर नै गर्नुपर्छ र हामी अर्को वाला यहाँ छ त यसलाई तल गर्नु र अनि यसलाई मिलाउन मिलि नै रहनको लागि यस्ता गर्नु र यता गर्नु र यो तल आयो भने यसको सामने यो रङको सामने गएर माथि गरिदिनु भयो प्लस बनाएपछि हामीलाई यो कर्नर पिसलाई मिलाउनु पर्छ यो कर्नर पिस छ नि यसलाई मिलाउनु पर्छ यो कर्नर पिस जस्तै यो मिलेको छ यस्तै मिलाउनु पर्छ जस्तै यो ब्लू छ भने यहाँ रातो छ र यहाँ ब्लू पनि छ यो ब्लू यो सबै मिलेको छ यता हेर्नु सबै मिलेको छ कि छैन छ अब हामी यसको कर्नर पिस मिलाउँछौँ जस्तै हामी यसलाई हामी यहाँ सिफ्ट गर्नुपर्छ यसलाई हामी यहाँ सिफ्ट गर्नुपर्छ किनभने यहाँ ग्रीन पनि छ ग्रीन व्हाइट पनि छ त्यो व्हाइट माथि र रातो पनि छ त रातो यता छ त यसलाई यहाँ नै सिफ्ट गर्नुपर्छ किनभने सुटेबल खाने यो नै हो त यसलाई यहाँ सिफ्ट गर्नका लागि हामी यो यहाँ छ नि त यता यो सामने भयो भने यता गर्नु यता भयो र यसलाई तल ल्याउनु र यसलाई यस्तो गर्नु र यो माथि गर्नु भयो यहाँ सिफ्ट भयो हेर्नु त यो भयो कि भएन भयो अब अर्कोलाई हामी सिफ्ट गरौँ के त्यहाँ छैन कुनै छैन त्यो यसलाई हामी तल ल्याउँछौँ के यसलाई तल ल्याउनको लागि हामी यहाँ छ यसलाई तल गर्नु र यसलाई यता गर्नु र माथि फेरि लैजानु र यसले यो फेरि तल आयो र तल यो कहाँ सिफ्ट गर्नुपर्ने छ र यसको करेक्ट पोइन्ट कहाँ छ त्यो पहिला हामीले चुज गर्नुपर्छ र त कुन कलर हो यो व्हाइट हो यहाँ ब्लू छ र यहाँ ग्रीन अरेन्ज छ त व्हाइट ब्लू र ग्रीन कता छ हामीले त्यो खोज्नुपर्छ यो यसको स्थानमै छ किनभने यहाँ व्हाइट छ यहाँ ग्रीन अरेन्ज छ र यहाँ ब्लू छ त यहाँ छ हामीले यही सिफ्ट गर्नुपर्छ त यहाँ छ भने नि हामीलाई म तपाईहरुले पहिले नै बताइसकेको छु कि यता गर्नुपर्ने छ यसको सामने छ भने यता गर्दिनु के अब यसलाई यता गर्नु र माथि फेरि लैजानु भयो अब हामीले यो मिल्यो कि मिल्यो अब हामी यसलाई मिलाउनु पर्ने र यो हेर्नु त यता छ कि छैन हामी पहिला पनि यसलाई गरेको थियो अब हामी यसलाई तल ल्याउनु र यसलाई यस्तो गर्दिनु यस्तो पनि गर्न सकिन्छ यस्तो गर्दिनु माथि गर्दिनु भयो अब हामीलाई यता मिलाउनु पर्ने छ एउटै मात्रै छ र एउटा यसलाई यता छ भने यसलाई यता गर्नु र तल गर्नु र यसलाई यस्तो गर्नु र यस्तो गर्दिनु भयो यो भयो अब हामीलाई यहाँ टी जस्तो आकार हेर्न मिल्छ जस्तै यहाँ टी भयो यो नहेर्नु के यो नहेर्नु र यो पनि नहेर्नु यहाँ टी हेर्नु यो टी र यहाँ पनि टी भयो अब हामीलाई यो बीचको पिस मिलाउनु पर्छ यो बीचको जस्तै यो मिलेको छ जस्तै हेर्नु यो ब्लू छ भने यो यहाँ रातो छ भने यहाँ मिलेको छ हामीलाई अब यसलाई मिलाउँछौँ हामी के मिलाउँदा हामीलाई यो बुझौँ
यसको बिचको पिस हामी जुन लियौँ यहाँ पहेँलो नभएको हुनुपर्छ, किनभने यहाँ पहेँलो त मिल्नै पर्छ, यता पहेँलो जानु परेन। त्यही भएर यहाँ पहेँलो नभएको खण्ड लिनु हामी के। त यहाँ पहेँलो जे हेर्नु त, यसमा पनि पहेँलो छ, यसमा पनि पहेँलो छ, यसमा पनि पहेँलो छ, यसमा छैन। त्यसमा यो पहेँलो हामी यो लियो, भाग लियो। त यसको भाग छ नि, यो बिचको भाग जुन कलरसँग मिल्नेछ भने त्यो कलरसँग मिलाउनु। यो भयो, यसको कलरसँग मिल्यो। अब हामी यसलाई यो कलरसँग मिल्यो भने नि यसलाई कता हामीले जानुपर्ने छ, यता, किनभने यहाँ रातो छ र यहाँ ग्रिन छ। यसलाई यताले जानुपर्ने छ भने त यताले जानु छ भने यता घुमाउनु, र यतालाई जानु छ भने यतालाई जानुपर्ने छ भने यता घुमाउनु। त हामीले यताले जानुपर्ने छ, त्यो यसलाई यता घुमाउनु, यता गयो, र यसलाई तल गर्नु, र यसलाई यस्तो गर्नु, र यसलाई यस्तो गर्नु। यो भयो। अब हामीलाई एउटा यसको बिग्रेको छ, हामी पहिलेकै तरिका मिलाएर यसलाई बनाउन सकिन्छ। यो सामने सामने छ भने यसलाई यस्तो गरिदिनु, र यसलाई तल गरिदिनु, र यसलाई यस्तो गरिदिनु, र यसलाई माथि गरिदिनु। भयो। अब यो मिल्यो कि मिलेन? मिल्यो। दुईटा पिस मिल्यो, र अब हामीले दुईटा मिलाउनु पर्ने छ। र यसलाई फेरि हामी पहेँलो नभएको खण्ड चुज गर्नु। यहाँ पहेँलो छ, यहाँ पहेँलो छ, यहाँ पहेँलो छ, यहाँ पहेँलो छैन, यहाँ छैन। त हामीले यो रङ यसलाई हामी यहाँ जानुपर्ने छ, यसलाई हामी यहाँले जानुपर्ने छ। त यो किनभने यहाँ ग्रिन छ, यहाँ अरेन्ज छ, यहाँ अरेन्ज छ, यहाँ ब्लू छ, र यहाँ ब्लू छ। त यसलाई यता लग्नुपर्ने छ। त यसलाई यता लग्नुपर्ने छ भने हामीलाई यता गर्नु के, यता गर्नु, यसलाई यता गर्नु, र यसलाई तल गर्नु, र यसलाई यस्तो गर्नु, र माथिले जानु, र फेरि त्यही तरिका अप्नाएर त्यसलाई माथि गरिदिनु। त यस्तो भयो। यसलाई यस्तो गर्नु, तल गर्नु, र यस्तो गर्नु, र माथि फेरि गरिदिनु। भयो। हेर्नु, मिल्यो। एउटा मात्र बाँकी छ, र यसलाई पनि हामी मिलाउँछौँ त्यही तरिका अप्नाएर। जस्तै यसमा पहेँलो नभएको छान्नु के, यसमा पहेँलो छ, कोनमा छ, छैन, यसमा छैन। त्यसमा छैन भने यसको कलरसँग मिलाउनु, यो मिलेको छ। त्यसले मिलेको छ भने यसलाई हामीलाई यता लाग्नुपर्ने छ, यता लाग्नु छ, यसलाई यता लाग्नुपर्छ। त यसलाई यता लाग्नुपर्ने छ भने हामीले यता गर्नुपर्छ, र यसलाई तल गर्नु, र यसलाई तल गर्नु, र यसलाई माथि गरिदिनु, र यसलाई फेरि त्यही ठाउँमा मिलाइदिनु। त यहाँ मिलेको छ भने यता गरिदिनु के, मिलेको छ भने यता गरिदिनु, र यता गरिदिनु, र यता गरिदिनु, र यता गरिदिनु। भयो। अब हामीले यो दुईटा भाग मिलेको हुनुपर्छ। हेर्नु, यहाँ मिलेको छ, एउटा मात्र बाँकी छ, यो भाग मात्र बाँकी छ। यो मिल्यो भने यो पनि मिल्छ। कृपया भिडियोको अन्तिमसम्म हेरिदिनु होला कि यो तपाईँ भिडियोमा पक्कै पनि सिक्नुहुन्छ, किनभने हामी अन्तिमसम्म आइसकेका छौँ के। अब केही छिनै हामी यो भिडियोलाई सकाउँछ, र तपाईँ पनि सिक्नु सक्नुहुन्छ। हामीले यो अब मिलाउनु पर्नु भने हामीलाई यो फर्मुलामा जानुपर्छ, किनभने यसमा अलि अप्ठ्यारो नै छ, किनभने हामी अन्तिम स्टेजमा आइसकेका छौँ। अब हामी 2-3 फर्मुलाबाट हामी यसलाई सक्नेछौँ। त्यही भएर हामीलाई यो फर्मुला बुझ्नुपर्नु, पहिला हामीले यो बुझ्नुपर्छ। जस्तै हामी एन्टी क्लक घुमायो भने त्यसमा त्यो अङ्कमा, जस्तै कुनै लेफ्ट राइट हुन्छ भने त्यसमा अङ्कमा ड्यास लगाउनु परेन। त्यसमा जस्तै क्लकवाइज घुमायो भने त्यसमा ड्यास लगाउनु पर्छ। जस्तै हामीले यो क्युबलाई यसलाई राइटमा, यसलाई राइट भन्यो भने, यसलाई लेफ्ट भन्यो भने, यसलाई जस्तै हामी यो माथि गर्यो भने एन्टी क्लकवाइजमा एल मात्र, किनभने यस एन्टी क्लकवाइजमा हामीले ड्यास थप्नु परेन, र यसलाई क्लकवाइज गर्यो भने ड्यास थप्नुपर्छ, र यसलाई पनि यो राइट साइडलाई पनि एन्टी क्लक गर्यो भने ड्यास थप्नु परेन, र क्लकवाइज गर्यो भने ड्यास थप्नु पर्छ। र यसलाई यो भाग, जस्तै यो भाग अप्पर भागलाई त्यो क्लकवाइज घुमायो भने ड्यास थप्नु पर्यो, र यसलाई एन्टी क्लक घुमायो भने ड्यास थप्नु परेन। र डाउन भागलाई पनि एन्टी क्लक घुमायो भने ड्यास थप्नु परेन। जस्तै एन्टी क्लक घुमायो भने ड्यास थप्नु परेन, क्लकवाइज घुमायो भने ड्यास थप्नु पर्छ। अब हामी फर्मुलामा जाउँ, हुन्छ। अब हामी यो कुरा बुझौँ, यहाँ यो प्लस बनेको छ कि छैन। त
तपाईहरु तपाई बनाउँदै होला भने तपाईको प्लस अगाडि पनि बन्न सकेको होला। तर यदि प्लस बनेको छैन भने हामीलाई यस्तो कन्डिसनमा छ भने हामी यसमा पहिला प्लस बनाउनु पर्छ। यो पहिलो यो सेतो भागलाई तल राख्नु, अब हामी माथि गर्नु के यस्तो अब अड्याएर राख्नु के। अब हामीले यसमा प्लस बनाउनु पर्नेछ। यसमा प्लस बनाएर तब हामी सोल्भ गर्ने छौं। त्यसमा प्लस बनाउनु पर्दा हामीले ट्रिकमा जानुपर्छ। एउटा अझै कुरा पनि छुट्यो। यसमा हामी यसलाई घुमायो भने नि यसलाई फ्रन्ट छ नि फ्रन्ट, त्यसलाई यस्तो घुमायो भने यो चाहिँ क्लकवाइज भयो। त्यो क्लकवाइज फ्रन्ट भयो भने फ्रन्टमा क्लकवाइज गऱ्यो भने त्यसमा एल डाइस गर्ने र एन्टी क्लकवाइज यस्तो गर्यो भने त्यसमा एल मात्र थप्ने, एफ मात्र फस्ने। यो फ्रन्ट भयो भने एफ, फ्रन्ट भयो भने एफ, क्लकवाइज गर्यो भने एफ डाइस थप्ने र एन्टी क्लकवाइज गर्यो भने त्यसमा एफ मात्र थप्ने, किनभने यसमा दिएको छ। यो रुल अनुसार गर्ने के। यो सबै बुझेपछि हामीलाई यति फर्मुला मात्र बुझ्नुपर्छ। यति फर्मुलालाई हामीले पुग्छ। यो तपाई मिलाउँदै जानु गयो भने नि तपाईले यो फर्मुला पनि काम लाग्दैन, किनभने यो आसान भइहाल्छ। प्र्याक्टिस गर्दै गयो भने तपाईले यो फर्मुला काम लाग्दैन। आफै तपाई यस्तो नचाल्नु थाल्नुहुन्छ। त्यही भएर तपाई यो भिडियोको अन्तिमसँग जुड्नु होला। ल अब हामी आज सुरु गरौँ। तपाईको पनि यो मिलाउँदै गयो भने यस्तो आयो भने नि अनि तपाईको त्यो प्लस पनि आउन सक्छ र यस्तो पनि आउन सक्छ र यो एल साइज पनि आउन सक्छ। तर यस्तो आयो भने नि तपाई यो फर्मुलामा जानुपर्छ। त्यस्तो आयो भने पनि यस्तो आयो भने पनि त्यही फर्मुला जानुपर्छ र यो एल साइज भयो भने पनि त्यही फर्मुलामा जानुपर्छ। हामी यो फर्मुला गएर हामी के बनाउँछौं, यहाँ यसमा हामी एल बनाउँछौं के, एल बनाउँछ, यस्तो एल बनाउँछौं। तपाईको एल आइसकेको छ भने तपाई एक स्टेप अगाडि हुनुहुन्छ र यस्तो आएको छ भने तपाईको पहिलो यस्तो छ भने तपाई दुई स्टेप अगाडि हुनुहुन्छ। हामी यसलाई अब एल बनाऊ के, एल बनाऊ। त हामी एल बनाउँदाखेरि हामी जता पनि लिन सकिन्छ, जताबाट पनि गर्न सकिन्छ। जस्तै एफ डाइस गरेको छ त एफ डाइस भनेको क्लकवाइज गर्यो भने हामी यस्ता गर्नु र आर हामी यस्तो गर्नु र यु भने क्लकवाइज गर्यो र हामी आर फेरि डाइस त यस्तो गर्यो र यु डाइस गर्यो भने हामी यस्तो गर्नु र हामी फेरि यसलाई फर्काइदिनु भयो। अब हामीले एल भयो कि भएन, भयो। यस्तै हामीलाई एल बनाउनु पर्छ। एल बनायो भने नि हामीलाई यस्तो राइट साइडमा राख्नुपर्छ। यसलाई राइट साइडमा यो दायाँ यता घुमेको हुनुपर्छ र राइट साइडमा यो घुमेको हुनुपर्छ र एक साइड हामीतिर आफ्नोतिर फ्रन्टतिर घुमेको हुन्छ। र यस्तो अवस्थामा आइसकेपछि हामीले यस्तो बनाउनु पर्छ। जस्तै यस्तो यो लाइन पुरै पहेँलो हुनुपर्छ। त हामीले यो बनाउनको लागि फेरि हामी यही सूत्र फर्मुलामा जानुपर्छ। जस्तै एफ डैश र आर यू डैश आर डैश यू डैश भयो र हामी एउटा आफैले यो मिलाउनु पर्छ। जस्तै यो आफै आइहाल्छ के, यस्तो आइहाल्छ भने हामी त सजिलैसँग यस्तो गर्न सक्नुहुन्छ। यही भएर हामीले एउटा स्टेप अगाडि बनाउनु पर्ने हो। तर के गर्नु, यो इजी हो। तपाईले गाह्रो नलाग्नको लागि मात्रै बनाएको म त्यस्तो के। अब आयो, यस्तो आएको आएन। हामीले यस्तो आइसकेपछि अब हामीले यसको यो चाहिँ राइटतिर एउटा भाग फर्केको हुन्छ र एउटा हुनुपर्छ र एउटा लेफ्टतिर एउटा भाग फर्केको हुनुपर्छ र हामी यताबाट पनि गर्न सक्छौं र यताबाट पनि गर्न सक्छौं। तर हामी यसको मुखहरू हामीतिर फर्केको हुनु पर्दैन। त हामी यस्तो गरेर र हामी फेरि यही फर्मुला 1 मा नै जान्छु के। तब हामी यस्तो गरौँ त त्यो के भयो, एफ डैश आर फेरि यु फेरि आर डैश गर्यो भने तल र फेरि यु डैश र फेरि यो आयो त यसलाई मिलाइदियो भयो। एउटा पनि बिग्रेको छैन हजुर, यो याद गरेर राख्नु। यो प्लस पनि हाम्रो भयो, प्लस भयो। अब हामीलाई
यो बिचको भाग मिलाउनु पर्छ, यो बिचको भाग मिलाउनु पर्छ। जस्तै यो मिलेको छ, यो मिलेको छ कि छैन, छ कि छैन, त्यो एउटाले केही पनि छैन। त हामी यो घुमाएर चेक गरौँ कि दुईटा मिलिरहेको छ कि छैन, दुईटा मिलिरहेको छ कि छैन। यहाँ हेर्नु त, दुईटा मिल्यो, मिलेन, अर्को हामी मिलाऊ के, अर्को मिलाऊ, दुईटा मिल्यो, यहाँ दुईटा मिल्यो, दुईटा मिलाउनु पर्छ हामीले। दुईटा मिलायो भने नि दुईटा अवश्य नै मिल्छ। यता नभएर पनि यता पनि हुन सक्छ, यता पनि हुन सक्छ। जता भएर पनि हामीले यो सेकेन्ड फर्मुलामा जानुपर्छ। जता भए पनि, जस्तै यता भयो भने नि दुईटा भयो भने यता, त हामीले एउटा भागलाई यता गर्नुपर्छ यो लेफ्टतिर, र एउटा फ्रन्टतिर गर्नुपर्छ, एउटा फ्रन्टतिर, र हामीले एउटा होइन, एउटा चाहिँ पछाडिपट्टि र एउटा लेफ्टतिर गर्नुपर्छ, र हामी यो फ्रन्टतिर नभएको हुनुपर्छ। र हामीले यदि यता भयो भने एउटा यता र एउटा भयो भने यता त्यो पछाडिपट्टि गर्ने र एउटा आफ्नो फ्रन्टतिर गर्ने र यस्तो गर्ने। र यदि यस्तो छ भने एउटा यहाँ र एउटा यहाँ गर्नु। र हामीले दुई कन्डिसनमा आउन सक्छ। तपाईँले पहिले पनि भने यहाँ पनि आउन सक्छ र यहाँ पनि आउन सक्छ, यहाँ पनि आउन सक्छ। त हामीले एउटा यहाँ राख्यो र एउटा यहाँ राख्यो, र यो फर्मुला हामी यसमा राखौँ। त यो आर भयो। त आर हामी कता घुमाउने, आर भयो। आर माथि गर्ने, र फेरि आर भयो भने यु डबल यु ड्यास छैन, यु डबल छ, यु डबल। त यु डबल मतलब यस्ता र यता गर्नु, र फेरि आर ड्यास गर्नु, आर ड्यास त तल आउँछ, र फेरि यु ड्यास आउँछ। त यु ड्यास यता आउँछ, र फेरि आर भयो भने यता, र फेरि यु ड्यास भयो भने यु ड्यास गऱ्यो भने यता, र फेरि आर भयो। आर आयो, यो प्लसको प्लस नै रह्यो, र हाम्रो यो यसलाई मिलाइदियो र भयो, सबै मिल्यो, सबै बिचको भाग मिल्यो, सबैको बिचको भाग मिल्यो। र अब हामीलाई मिल्यो सबै। अब हामीलाई यो सबै भाग, अब हामीलाई यो कर्नर पिस मिलाउनु पर्छ। यो कोनको भाग छ नि, एउटा मात्र अब मिलाउनु पर्छ, र नत्र सबै मिलेको छ। हेर्नु, सबै मिलेको छ, एउटा पनि बिग्रेको छैन। अब हामीले सजिलैसँग मिलाउन सक्छौँ। जस्तै यो फर्मुला लगाएर यो फर्मुला लगाएर अब हामी यो फर्मुला लगाउँछौँ। अब हामीले यो खोज्छौँ यसमा कुन सुटेबल छ। कुनै पनि सुटेबल नहुन पनि सक्छ, र कुनै एउटा मिल्न पनि सक्छ। हेरौँ त, कुनै छ, यो पनि छैन, किनभने यहाँ अरेन्ज छ र यहाँ ब्लू छ। त ब्लू त ग्रिन त छँदैछ, र यहाँ पहेँलो छँदैछ, तर ग्रिन छैन, अरेन्ज छैन। यहाँ रेड छ, त रेड छैन, जो भएन। यहाँ रेड छ, यहाँ ग्रिन छ, यहाँ पहेँलो छ, त पहेँलो छ, ग्रिन छैन यहाँ के। यो यहाँ अरेन्ज छ, यहाँ ब्लू छ, यहाँ कुन येलो छ, त्यो मिल्यो। त यसलाई मिल्यो भने नि यसलाई दायाँ साइडमा राख्नु, यसलाई दायाँ साइडमा राख्नु, र यो फर्मुला यसमा राख्नु, यो फर्मुला। त यसमा यो फर्मुला राख्नु। त एल भयो भने एल कता गर्नु, एल हामीलाई कता गर्नु, माथि गर्नु, एल माथि, र यु कता, यु यता गर्नु, यता। त यता भयो भने यता यो भयो, र आर गऱ्यो भने आर कता जान्छ, आर कता जान्छ, यो यस्तो जान्छ, र अब यु ड्यास भने यता जान्छ, र एल ड्यास, र फेरि यु जान्छ। यु यता भयो, र फेरि आर ड्यास यता भयो, फेरि प्लसको प्लस हाम्रो रह्यो, र यहाँ यो हामीले मिलाइदिनु पर्छ। पटक यस्तो बिग्रिरहेको हुन्छ, तर हामीले यस्तो गऱ्यो भने मिल्छ। हेर्नु, मिल्यो भने मिल्यो, यो प्लसको प्लस रह्यो, र यहाँ हेर्नु, यदि सेकेन्ड यो एकचोटि गऱ्यो भने पुगेन भने फेरि हामी सेकेन्ड पनि त्यही अपनाउनु पर्छ। यहाँ मिल्यो कि मिलेन हामी हेर्नुपर्छ। यहाँ मिलेन, किनभने यहाँ ब्लू छ, र यहाँ रेड चाहिँ छँदैछ, तर ब्लू छैन, यहाँ ग्रिन छैन के, ब्लू छ। त यो ब्लू छ भने फेरि हामी त्यही फर्मुला अपनाउनु पर्छ। हेर्नु त, यो मिलेको छैन, यो पनि मिलेको छैन, किनभने यहाँ ब्लू छ, तर यहाँ ग्रिन छ। यो मिलेको छ, यो मिलेको छ। त फेरि हामी यसलाई दायाँ साइडमै राखेर यो फर्मुला पुट गरौँ। त्यसो फर्मुला फेरि के छ, एल छ। त एल कता गर्नु, माथि गर्नु, र यु यता गर्नु, र आर यता गर्नु, र फेरि यु ड्यास छ। यु ड्यास छ भने यता गर्नु, र फेरि एल ड्यास यता गर्नु, र फेरि यु छ, यु कता जान्छ, यता जान्छ, र फेरि आर ड्यास हुन्छ। यता भयो, र फेरि हामीले यता मिलाइदियो, भयो। अब हामी हेर्नु, यो कर्नर पिस मिल्यो। अब हामी सबैले मिल्छ। हेर्नु,
यसको रङ यो रातो छ भने रातो छ र यसमा पहेँलो छ भने पहेँलो छ सदस्य यहाँ मिल्ने कुरा छ। यो नमिल्दा पनि हामी मिलाउन सक्छौँ यो फर्मुला राखेर, यो अन्त मिलाउन सक्छौँ। तर यो मिलेको छ, यसमा राख्नु पर्दैन, यसमा मात्र राख्नु पर्ने। हेरौँ यहाँ अरेन्ज छ भने अरेन्ज छँदैछ, यहाँ गल्ती, यहाँ ब्लू छ भने ब्लू छँदैछ, यहाँ पहेँलो छ भने पहेँलो छ। अब हामीले सजिलैसँग मिलाउन सक्छौँ। जस्तै यो फर्मुला राखेर मिलाउन सक्छौँ। त हामी यो फर्मुला पुट गरौँ। यसलाई हामी छोडेर यसलाई जता पनि यसलाई यता गर्नु, दाहिने साइड गर्नु र यसलाई अब पुट गर्नु यो फर्मुला। त्यो फर्मुला पुट गर्ने तरिका यस्तो हो। जस्तै यसले आर ड्यास तल जान्छ र डी ड्यास कता जान्छ, यता जान्छ, किनभने क्लकवाइज यता, एन्टी क्लकवाइज यता हो, क्लकवाइज यता हो, क्लकवाइज डी ड्यास र फेरि माथि आर, फेरि यसलाई डी सिफ्ट गर्नुपर्छ। यो भएन, फेरि हामी त्यही पटक अपनाइरहेको। जबसम्म हामीले यता पहेँलो आउँदैन नि तबसम्म हामीले यस्तो यो दोहोऱ्याइ नै गर्नुपर्छ। जस्तै फेरि हामी तल गर्नु, आर ड्यास गऱ्यो र फेरि डी ड्यास गऱ्यो, फेरि आर गऱ्यो, फेरि चाहिँ डी गऱ्यो र फेरि यो भएन, फेरि हामीले यता पहेँलो आउनै पर्यो, फेरि हामी पटक दोहोऱ्याइ गर्नुपर्छ। जस्तै आर ड्यास डी ड्यास आर डी, फेरि आर ड्यास डी ड्यास आर डी। यो हामीले अन्तमा चाहिँ डी मिलाउनै पर्छ, न तपाईँ बिग्रिन्छ के, अन्ततिर आइसकेको छ। यो हामीले बिगार्नु परेन, यो बनाउनै पर्छ हामीले। अब यहाँ हेर्नु, पहिलो मिल्यो, अब हामीले यता यो मिल्यो भने यता गर्नु। अब र हामी यसलाई मिलाउनु, अब यसलाई मिलायो भने त्यही फेरि सिफ्ट गर्नु, यही फर्मुला सिफ्ट गर्नु यहाँ के। त अब हामीले फेरि आर ड्यास डी ड्यास, फेरि आर, फेरि डी, फेरि आर ड्यास डी ड्यास आर डी, फेरि आर ड्यास डी ड्यास आर डी, फेरि आर ड्यास डी ड्यास आर डी। यहाँ हेर्नु मिल्यो। अब हामीले यसलाई मिलाउनु, फेरि हामी यही फर्मुला सिफ्ट गर्छौँ कि पटक दोहोऱ्याइ गरिरहनुपर्छ। हेर्नु, आर ड्यास डी ड्यास आर डी, आर ड्यास डी ड्यास आर, फेरि डी, आर ड्यास डी ड्यास आर, फेरि डी, आर ड्यास डी ड्यास, फेरि आर, फेरि डी त अब भयो कि। हेर्नु यता भयो, हामी सक्सेसफुली अब गर्न सक्यौँ कि, हामी यो मिलाउन सक्यौँ कि। अब यस्तो भिडियो तपाईँ देखेर म पक्कै पनि विश्वास गरेको छु कि तपाईँ पटक्कै पनि सिक्नु सक्नु होला, सकिसकेको हुनुपर्छ। तपाईँ पक्कै पनि सक्नु परेको हुनुपर्छ। ल त हजुर, म आशा गरेको छु तपाईँ पक्कै पनि सिकिसक्नु भएको होला। र अब हामी यो भिडियोको अन्त्यतिर आइसकेको छु। अब म तपाईँसँग बिदा माग्छु। हस्त, धन्यवाद, नमस्कार, तपाईँको दिन शुभ रहोस्। ल आज हामी यो भिडियोलाई स्टार्ट गर्छौँ र यो भिडियोमा कृपया पुरै समय दिनुहोला। यदि तपाईँ यो भिडियो पुरै हेर्यो भने म आशा गर्छु कि तपाईँ जरुर नै पक्कै पनि सिक्नुहुन्छ। किनभने यो ट्रिक चाहिँ यो युट्युबमा कतै पनि पाउन सक्दिन। यो मैले आफैले बनाएको ट्रिक हो। युट्युबमा त अनेकौं किसिमका ट्रिकहरू दिइराखेको हुन्छ, तर यो मेरो आफ्नो ट्रिक हो। कृपया यो भिडियोको अन्तिमसम्म हेरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सब्स्क्राइब गरिदिनु होला। ल आज हामी स्टार्ट गर्छौँ हाम्रो भिडियो। ओके साथीहरू, नमस्ते साथीहरू, के तपाईँ पनि यो रुबिकको मिलाउन चाहनुहुन्छ र चाहेर पनि मिलाउन सक्नुहुन्न? यो चिन्ताबाट मुक्त हुनु। आज म तपाईहरूलाई यो भिडियोमा यो रुबिकको कसरी मिलाउन भन्ने कुरा सिकाउने छु। कृपया म सँगै अभ्यास गर्नुहोला। नमस्ते साथीहरू, के तपाईँ पनि यो रुबिकको मिलाउन चाहनुहुन्छ र चाहेर पनि मिलाउन सक्नुहुन्न? यो चिन्ताबाट मुक्त हुनु। आज म तपाईहरूलाई यो भिडियोमा यो रुबिकको कसरी मिलाउन भन्ने कुरा सिकाउने छु। कृपया म सँगै अभ्यास गर्नुहोला।